सानैदेखि डाक्टर बन्ने त इच्छा सानैदेखि हो तर पढ्दै गर्दा अब घरको आर्थिक स्थितिले गर्दा पनि अब त्यो पुरा त भएन रिम्स नेपालले 35 दिनको चाहिँ तालिमको लागि मौका दियो त्यहीबाट मैले चाहिँ ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता पहिचान बनाउन सफल भएँ 35 दिनको भयो नानी खसी पार्नुहुन्छ कि हुँदैन पाठालाई खसी बनाउँदाखेरि चाहिँ 1 देखि 1.5 महिना क्रस भएपछि बनाउँदाखेरि राम्रो हुन्छ पशु कार्यकर्ता भइसकेपछि गाउँमा गएर पशुहरू सम्बन्धी विभिन्न समस्याहरू समाधान गर्छु फोन गर्नुहुन्छ कसैले त अब यतै गाउँघरतिर भेटेको बेलामा भन्नुहुन्छ भेट्नु भएन भने नि घरको मान्छेलाई यसरी पठाइदिनु है भनेर खबर गरिदिनुहुन्छ र म जान्छु जहाँ जस्तो अवस्थामा भए पनि एकछिन भए पनि पुगेकै हुन्छु बोकालाई खसी बनाइदिन्छु अनि त्यस्तै भ्याक्सिनहरू लगाउने काममा पनि भ्याक्सिनहरू लगाउँदै हिँडेको छु अनि अहिले आएको यो गाईहरूकोमा आएको लम्फी स्किन भन्ने रोगहरूको बारेमा नि कतिपय किसानहरूलाई थाहा छैन त्यसको लागि पनि केही के अरे सुझाव सल्लाहहरू दिएकी छु र उपचारहरू पनि गरिरहेकी छु पहिला त तालिम लिन नजान अघि त सबैजनाले जानुहुन्न छोरी मान्छे यसरी टाढा टाढा गएर बस्न नि हुन्न यस्तो कामहरू सिक्नुहुन्न भनेर भन्नुहुन्थ्यो तालिम लिएर आइसकेपछि कामहरू गरिसकेपछि चाहिँ अहिले चाहिँ ठिकै रहेछ राम्रै रहेछ छोरी मान्छे पनि यस्तो गर्न सक्ने रहेछ भन्ने हुन्छ खुसी लाग्छ मलाई त अब एउटा छोरी मान्छे भएर यस्तो काम गर्दै हिँडेकी छु नपुगेको ठाउँमा पनि पुगेकी छु यो काम गर्दाखेरि आम्दानी पनि भएको छ सेवा पनि भएको छ त्यही भएर म खुसी छु